किसानको काम र किसानको लाइफ त मनपर्ने अलिक कमै छ कस्तो लाग्छ मन पर्नेले लाइक गर्नु होला है साथीहरू किसानको खाजा साथीहरू किसानको खाजा चाहिँ यस्तो हुन्छ अनि कहिले मकै कहिले आलु कहिले रोटी यस्तो चाहिँ हुन्छ साथीहरू मोमो बर्गर पिज्जा त हाम्रोमा कमै मात्रै होइन कहिले काहीँ बर्थडे पार्टीमा मेरो सानो छोराले समेत अर्ग्यानिक काँक्रा खाइरहेको त्यो त नि वर्षको एकचोटि त खाँदा के हुन्छ त भोलि पर्सि पनि त्यही गर्ने हो अनि हुने खानेहरूको त अनि दिनकै मोमो बर्गर पिज्जा खान्छौँ हामी त किसान हो हेर्नु नि यस्तो खानुपर्छ भरे ढिँडो खाने भोलि ढिँडो खाने भरे ढिँडो खानुपर्छ यो हेल्दी हो बाबा हेल्दी हो यो बाबा त्यस्तो खानुपर्छ नि तर हेल्दी भने नि हामी सुकुटी छ यस्तो मोटो छैन नि मोमो पिज्जा बर्गर जस्तो फुलेको हामी त यस्तो मकै जस्तो सुकेको हो साथीहरू कस्तो मिठो छ झम भएछ छोराले देखाएर भिडियो बनाउने रे क्या उसले कति मिठो छ छोरीले यस्तो मजाले खान्छ मकै छोराले पनि खाइरहेछ छोरी खाने स्टाइलै फरक छ भाइ छोरीको यो चाहिँ अब आधुनिक जमानामा हुर्किएको छ यो हामी यस्तो गाउँले पाराले हुर्किएको चाहिँ छैन ठुलोको सानोको पारा यस्तो छ सानोले नि खाइन सिकिसक्यो कस्तो छ मेरो छोरी मेरो बाबाले माया गर्दिनु मेरो सानो लाप्प दोर्जे तामाङ चाहिँ 7 मन्थ हुँदैछ त्यो गार्डनको बिचमा बसेर खानुको मजै छुट हुन्छ है साथीहरू पुरै गार्डन छ यस्तो प्लान्ट छ होइन पुरै गार्डन हो क्या कसले भनेको टहल भनेर हेपेको होइन नि रिसोर्ट भन्दा चाहिँ कम छैन साथीहरू यहाँ बस्नाले यस्तो मजा छ यस्तो फुल फुलिरहेको छ यस्तोतिर त्यही हुन्छ हाम्रो रमाउँछ यस्तोमा बसेर खानको मजै फरक बाबा यता कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नु होला भिडियो मन परेमा लाइक सेयर च्यानललाई सब्सक्राइब गरिदिनु होला है साथीहरू